गर्दाखेरि कस्तो कस्तो कर्म गर्नुपर्छ, मान्छे जीवितै हुँदा कस्तो कर्म गर्नुपर्छ र मान्छे मरेपछि गरिने औषधि क्रिया गरिने सबै कर्महरू आफ्नो पुत्रले नभइकन आफ्नो मित्रले नि गर्न मिल्दछ। आफ्नो मित्र नभए कसैले राजाले समेत गरेको प्रेतको उद्धार भएको कुरा समेत हामीले सुन्यौँ। अब हिजोको अध्यायमा हामीले मर्न लागेको कोही बिरामी भयो, अन्तिम अवस्थामा आएर बिरामी हुन थाल्यो भने कस्ता कस्ता दान दिनुपर्दछ, के कर्म गर्नुपर्दछ, भगवान्को नाम जप्नु, अष्टमा दान दिनु, गाई दान दिनु, वैतरणी गाई दान दिनु इत्यादि कुराहरू हिजो हामीले 8औं अध्यायसम्म सुन्यौँ। अब आज 9औं अध्यायमा चाहिँ मान्छेले अब प्राण जान आँट्यो, अब तुलसीको मठमा लैजाउँ भन्ने अवस्थामा चाहिँ कसरी तुलसीको मठमा लैजाने भन्ने कुरा यो 9औं अध्यायदेखि वर्णन गरिएको छ। भगवान भन्नुहुन्छ जसको अन्तिम समय आएपछि सबभन्दा पहिला तुलसीको मठभन्दा अगाडि के गर्नुपर्दछ, त्यहाँ लिपपोत गर्नुपर्दछ। कस्तो अवस्थामा लिपपोत गर्नुपर्दछ भने यदि पृथ्वी चाहिँ सबैतिर शुद्ध छिन् भन्नुहुन्छ भगवान। हेर्नुहोस्, पृथ्वी सबैतिर शुद्ध छिन् तर हामीले पहिला सुरुमै लिपपोत गरेका छौँ भने, हामी त हवन समन गरेर लिपपोत गरेर हवन गर्छौँ नि, लिपपोत गरेका छौँ भने फेरि नलिप्केन त्यो चाहिँ शुद्ध हुँदैन। हेर्नुहोस्, अगाडि लिपपोत गरिसकेका छौँ भने चाहिँ लिपपोत गर्नै पर्यो, यदि लिपपोत गरेका छैनौँ भने चाहिँ लिपपोत नगरिकन पनि त्यो ठाउँ शुद्ध हुने भयो। तर हामीले धेरै जस्तो हाम्रो घरका आँगनहरूमा त पूजाआजा लाउँदा लिपपोत गरेका हुन्छौँ, त्यही फेरि लिपपोत गर्नु। लिपपोत गरेपछि त्यहाँमाथि के गर्नु, कुश ओछ्याउनु, 2 कुश लाम्चो तेस्रो पारेर ओछ्याउनु, त्यहाँमाथि तिल छर्नु। त्यसपछि बल्ल मान्छेलाई ल्याएर सुताउन मिल्यो, त्यसलाई भन्छ मण्डल बनाउनु भनिन्छ। अब कस्ता कस्ता कर्महरू मण्डल बनाएर गर्नुपर्दछ भने श्राद्ध कहिले पनि माथि गर्नु हुँदैन, श्राद्ध जहिले भुइँमै बसेर गर्नुपर्दछ। श्राद्ध जहिले भुइँमै गर्नु, भगवान्को पूजा इत्यादि सकेसम्म भुइँमै गर्नु। अब आजकल त अब घर भाँडामा दिए हुन्छ, आँगन यत्रो हुन्छ, भुइँमा गर्न मिल्दैन, छता गरिन्छ गर्नु चाहिँ। तर मण्डल बनाइयो भने, गुरुहरूले लिपेर मण्डल बनाइयो भने त्यहाँ पनि गर्न मिल्यो। तर श्राद्ध चाहिँ सकेसम्म माथिको तलामा नगरेर सकेसम्म श्राद्ध गर्ने जति ठाउँ चाहिँ भुइँमा राख्नुहोस्, श्राद्ध चाहिँ तलमा गर्न अति उपयुक्त मानिन्छ। यसरी कुनै पनि कर्म गर्दाखेरि सबभन्दा पहिला लिपेर त्यहाँ मण्डल बनाएर अब अरू पूजाहरूमा रेखिहालिन्छ, श्राद्धमा यसो पुछपाछ गरिन्छ इत्यादि गर्नु पर्यो। यहाँ भन्नुहुन्छ भगवान त्यसपछि के गर्नु पर्यो भने कुश ओछ्याएर तिल ओछ्याएर बल्ल मान्छेलाई ल्याएर तुलसीको मठ अगाडि सुताउनु पर्यो। अब सुताएपछि के गर्ने भन्ने, अब त्यो मुखमा सकेसम्म अब भए तुलसीको पत्र मुखमा हालिदिने। हाम्रो चलनै छ नि, गङ्गाजल भयो गङ्गाजल, तुलसीको पत्र या भगवान विष्णुको शालिग्रामको पानी जल, त्यसो गर्नाले चाहिँ यो सबै कुरा गर्नाले चाहिँ बल्ल उसको पापी भए पनि उसको मुक्ति हुन्छ भनिएको छ। यहाँ हेर्नुहोस्, पापी भए पनि त्यो लिपपोत गरेर कुश ओछ्याएर तिल छरेर राखिएको मान्छे मुखमा तुलसी पत्र लिएर मरे भने उनको पापीले भए पनि मुक्ति हुँदछ। अब कस्ता कस्ता कुराहरू भनेको कुश यहाँ भनियो, अथवा कुशा बस्ने मन्त्र। हेर्नुहोस्, कुश बस्ने भनेको आगो, मन्त्र, तुलसी, विप्र भनेको ब्राह्मण र गाई, यी 5वटा कुरा चाहिँ सबै कुरा फेरि प्रयोग गरेर मिल्छ। हेर्नुहोस्, तपाईँले कुनै पूजामा एउटा कुशको औँठी बनाउनु भयो, त्यो पूजामा कायन बाजा गरेर छोड्नुभयो भने फेरि त्यो कुशको औँठी लिएर फेरि अर्को पूजामा प्रयोग गर्न मिल्छ, मजाले मिल्छ। अब ब्राह्मण पनि एउटा पूजामा प्रयोग गरेर ब्राह्मण, अर्को पूजामा नबोलाउँ भनेर हुँदैन, बोलाउन मिल्यो। आगो पनि एउटा काममा प्रयोग गरेर आगो, अर्को ठाउँमा लगेर प्रयोग गर्न मिल्यो। र गाईलाई पनि अनेक काममा प्रयोग गर्न मिल्यो। यस्ता कुराहरू हुन्छन्। तर आयो हेर्नुहोस् है, तर पिण्डमा चढाएको, पिण्डमाथि जुन दिन्छ नि जुन कुश, त्यो चाहिँ फेरि प्रयोग गर्न मिल्दैन। अनि पेट भोजन भने 11औं दिनको दिन जुन ब्राह्मणले भोजन गर्छन् भने ती ब्राह्मणलाई फेरि प्रयोग गर्न मिलेन, ती बाहुनलाई अब प्रयोग गर्न अरू पूजाहरूमा लाउन मिल्दैन। हेर्नुहोस्, मन्त्रको तुलसी निचे चिताएको छ र चिताको आगो फेरि प्रयोग गर्न मिल्दैन। चितामा रहेको आगो लाग्यो, त्यो निमेर आफ्नो काम गरेर जानुपर्दछ, फेरि कतै ल्याएर प्रयोग गर्छु भनेर मिल्दैन। र मन्त्र गाई र तुलसी चाहिँ निज भएमा निज जातिको प्रयोग गर्न मिलेन। यसरी ती मान्छेको भएपछि, मान्छेलाई ल्याएर सुताएपछि अब यहाँ भनिन्छ गङ्गाजलन दद्यात् भनेको गङ्गाजल चाहिँ हामीले पिलायौँ भने अन्तिम समयमा के हुन्छ भने
चन्द्रायण चतुर्दशतुत सहस्त्रम कायशोधनम। चन्द्रायण व्रत भनेको कस्तो व्रत हो भने यदि हामीले केही कर्म अशुद्ध कर्म गरेपछि हामीले हाम्रो शरीरलाई शुद्ध बनाउनलाई गरिने व्रतलाई चन्द्रायण व्रत भनिन्छ। त्यो व्रत गरे 100,000 चोटि गरेको व्रत, त्यो व्रतको फल अन्तिम समयमा मुखमा गङ्गाजल लिएर मरियो भने प्राप्त हुन्छ। अग्निम प्राप्य यथा तार्थे तुलराशि विनश्यति तथा गङ्गाम्बु पानीन पातकम भस्मसात भवेत्। जसरी आगोलाई छोएपछि काठहरू जलेर खरानी हुन्छन् त्यसरी गङ्गाको जलले हाम्रो सबै पापहरू नाश गर्दछिन्। गङ्गालाई छोए पनि शुद्ध हुन्छ अरे मान्छे, गङ्गाको पानी पिए पनि शुद्ध हुन्छ र गङ्गालाई हेरे पनि शुद्ध हुन्छ भनिएको छ। यहाँ भगवान् आफै भन्नुहुन्छ पुनात्य पुण्यान पुरुषान् सदस्य सहस्र गङ्गा दर्शन पिबेत तस्य जलम संसार तारकम। गङ्गाको जलले संसारदेखि विमुक्ति दिन्छ। अब तपाईँ गङ्गाको तपाईँले कथा सुन्नु भएको छैन? गङ्गाले सगर राजाका 10,000 छोरालाई तारेकी हुन्। त्यतिकै गङ्गाको जल त्यतिकै शुद्ध मानिएको नि त्यतिकै गङ्गा जलले तार्छिन् भनिएको होइन। सगर राजा थिए, उनका 10,000 पुत्र थिए। 60,000 पुत्र हो बाले भन्नुभयो। 60,000 पुत्र थिए। ती पुत्र सगर राजाले चाहिँ 49 अश्वमेध यज्ञ गरिसकेका थिए। 100 अश्वमेध यज्ञ गर्यो भने चाहिँ इन्द्र समान भइन्छ भन्ने छ। हेर्नुहोस्, 100 यदि अश्वमेध यज्ञ कसैले गर्यो भने त्यो इन्द्र समान हुन्छ। फेरि अश्वमेध यज्ञ गर्न सहिलो चाहिँ छैन। हेर्नुहोस् है, अश्वमेध यज्ञ कसले गर्ने? राजाले गर्ने। कसरी गर्ने भने एउटा घोडा छोड्ने, घोडा छोडेपछि घोडा सबै जुन राज्यमा डुल्छ त्यो राज्यबाट कुनै राजाले समातेन भने त्यो राजा सही समाज फिर्ता आयो भने त्यो घोडालाई काटिन्छ। काटेर अश्वमेध भनेको घोडा काट्ने यज्ञ हो। तर घोडा जसले समात्छ त्योसँग युद्ध गर्नुपर्ने हुन्छ। त्यसलाई जितेर जो चक्रवर्ती नै सबैतिरको राजा हुन्छ, सबै पृथ्वीभरिको राजाले मात्र गर्न मिल्ने यज्ञलाई अश्वमेध यज्ञ भनिन्छ। त्यस्तो यज्ञ 100 चोटि गरे इन्द्र समान भइन्छ। त्यो यज्ञ सगर राजाले 49 चोटि गरे। अब 100 चोटि गर्ने बेला आएको थियो। अब इन्द्रले देखि सहन्छ नि त, कोही आफू समान भएका इन्द्र स्वर्गको राजा इन्द्र आफू समान भएका इन्द्रले देखि सहँदैनन्। हेर्नुहोस्, त्यही भएर इन्द्रले ती सगर राजाको त्यो घोडा जुन अश्वमेध यज्ञ गर्न तयार पारेको घोडा लिएर भागे। उनका 60,000 पुत्र, सगर राजाका 60,000 पुत्र इन्द्रको पछाडि लागे लहर्दै। इन्द्रले लगेर कहाँ बाँध्दैछन् भने पातालमा गएर कपिल मुनिको आश्रममा लगेर त्यो घोडा बाँधिदिए। अब कपिल मुनि कस्ता भने भगवान् स्वयं विष्णुको नारायणको अवतार कपिल मुनि र उनका ती सगर राजाका 60,000 पुत्र त्यही घोडा खोज्दै कपिल मुनिको आश्रममा पुगेपछि जान्नु न बुझ्नुसित कसले चोरे लगे के गरेर थाहा नभइकन कपिल मुनिलाई बिउजाएर गाली गर्न थाले। तपस्यामा बसेका कपिल मुनिलाई ती 60,000 पुत्रले गाली गर्न थाले बिउजाएर। कपिल मुनिले यसो आएर तिमीले मलाई गालीएर पानी पार्नु भएको थियो। 60,000 स्वाहा भस्म। ल हेर्नुहोस्, अब तिनका पुत्र थिए। ती पुत्रले अब उनका आफ्नो पिताको लागि उसलाई तार्न, आफ्नो पिताहरूलाई तार्नको लागि भनेर तपस्या गर्न थाले। कसको तपस्या गर्न थाले? ब्रह्माजीको तपस्या गर्न थाले। ब्रह्माजीको तपस्या गरे। ब्रह्माजी एक जन्म उनले तपस्या गरे, उनको छोराले तपस्या गरे, उनको नातिको बाला गएर बल्ल ब्रह्माजी प्रसन्न भन्नुभयो। ल हेर्नुहोस्, अनि ब्रह्माजी प्रसन्न भएर आएपछि के गर्नुहुन्छ भने मोबाइल त सहदिन 16 गङ्गालाई म पठाइदिन्छु, तर तिमीले के गर्नु पर्यो भने फेरि शिवजीको तपस्या गर। शिवजी तपस्या गरे, शिवजीले आफ्नो जटामा गङ्गालाई थाप्नुहुन्छ। अनि तिमीले जहाँ मन लाग्छ त्यहीँ लगेर गर्नु, तार पुनः उनीहरूलाई पार्वती मुक्ति दिनु भनेपछि शिवजीको तपस्या चाहिँ एउटै जन्ममा सफल भयो। हेर्नुहोस् है, ब्रह्माजीको तपस्या गरेर 3 जन्म लायो, गर्नलाई 3 पुत्रलाई लायो प्रसन्न पार्नलाई। शिवजीलाई चाहिँ एउटै जन्ममा भगीरथ राजा भगीरथले नै प्रसन्न पार्नुभयो र शिवजीले आफ्नो जटामा स्वर्गबाट खसेकी गङ्गालाई थापेर अनि ती भगीरथ अघि लगाउँदै गङ्गा पछि लगाउँदै ती 60,000 सगर राजाका 60,000 पुत्र जहाँ मरेका थिए त्यहाँ लगेर त्यो गङ्गाको जल त्यहाँ पुगेपछि तिनको गतिमुक्ति भएको थियो। भने 60,000 गङ्गाले गतिमुक्ति दिन सकिन् भने हामी एउटा त कहाँ के हो र। त्यही भएर हामीलाई पनि गङ्गाले गतिमुक्ति दिन्छन्। र अन्तिममा केही नसकी गङ्गाको जल छैन भने गङ्गा भने नै हाम्रो पार हुन्छ भनिएको छ। हेर्नुहोस्, गङ्गा गङ्गेति यो बृहत् प्राणे कण्ठकदैरपि मृत विष्णु पुरम याति न पुनर्जायते भुइँ भनेको गङ्गा भन्न सकियो भने अन्तिममा वैकुण्ठ गइन्छ। त्यसपछि फिर्ता पनि आउनु पर्दैन। हेर्नुहोस्, वैकुण्ठ गएर फिर्ता पनि आउनु पर्दैन। फेरि
यो संसारमा फिर्ता पनि आउनु पर्दैन गङ्गा गर्नु गङ्गा भनेपछि। अब अन्तिममा के याद भयो भागवतको श्लोक पढ्नु। भागवतको श्लोक कसैलाई याद हुन सक्यो भागवतको श्लोक पुरा श्लोक नभए आदि श्लोक आदि नभए एक पाठ पनि पढे पनि ब्रह्मलोकमा गएर फेरि आउनु पर्दैन भनिएको छ। अब आफूलाई जे आउँछ श्लोक जे आउँछ भगवान्को नाम आउँछ नाम जे आउँछ त्यही जप्नु पर्यो अन्तिम समयमा। र अन्तिम समयमा सकियो भने चाहिँ के गर्नु भने के पनि नखानु भने तुलसी पत्र गङ्गाजल गर्नु। आधा खान मन लाग्यो भने नखानु केही पनि अन्नसन्नम गर्नु। र आतुर सन्यास भनेको कस्तो भने हामी सन्यासी त देख्छौँ यहीँ माथि भुवनेश्वरीमा नि बाबाहरू हुनुहुन्छ नि सन्यासी बाबाहरू। उहाँहरूले सन्यासी पुरा जीवनभर सन्यासी हुनुभयो। अन्तिम समयमा हामीले पनि लागेर आफ्नो मनमा विरक्ति लागेर अब म मर्ने भए अब मेरो यो संसार मायामा म बस्दिनँ भन्ने भयो भने अन्तिम समयमा आफूलाई त्यति बुद्धि आयो भने म सन्यासी भएँ भनेर भन्न सकियो भने ऊ पनि मुक्ति भएर जान्छ भनिएको छ। हेर्नुहोस् एवं जात बिना धार्मिक तथा उद्धक्षितेन गच्छन्ति प्राणस्तस्य सुखे नहि भनेको के भने हाम्रो शरीरमा 10 वटा पाल हुन्छन्। यहाँ माथि तालुको मुखमा एउटा, नाका 2टा, काना 2टा, मुख गरेर इत्या आँखा गरेर अनि नाइटो अनि तलका 2टा द्वार गरेर 10 वटा द्वार हुन्छन्। जो पुण्यात्मा त्यसको चाहिँ माथिबाट जान्छ अरे प्राण। हेर्नुहोस् प्राण बाहिर त जानु पर्यो नि। अब प्राण कताबाट निक्लिने भन्दाखेरि कि माथिबाट निक्लिनु पर्यो कि तलबाट निक्लिनु पर्यो भन्दा जो पुण्यात्मा हुनुहुन्छ उहाँको प्राणवायु माथिबाट निक्लिन्छ। अब योगीहरूको चाहिँ तालुदण्ड भनेको माथि छेडेर निक्लिन्छ। अरूको हाम्रो अब भाग्य भने मुखतिरबाट नाकतिरबाट निक्ल्यो भने नि ठुलो कुरा भयो। यसरी प्राणवायु जान्छ। अब प्राणवायु जाने बित्तिकै हाम्रो शरीर कस्तो हुन्छ जसरी आधार नभएको जसरी पहिरो जाँदाखेरि घरलाई गुर्नुमा जान्छ नि त्यस्तै हाम्रो शरीर प्राणवायु जाने बित्तिकै ढल्यो केही पनि छैन। शरीर उभिरहेको शरीर भयो नि तल लड्यो। यसरी लडेपछि के हुन्छ फेरि त्यस्तो शरीर हाम्रो शरीरको 3 प्रकार हुन्छ। एउटा कृमि बिडे भस्म रूपमा एउटा कुहिएर गिरा लाग्ने, एउटा कुहिएर सबै सिद्धिने माटोमा मिलेर अर्को खरानी भएर आगो बालेर खरानी हुने 3 प्रकारको शरीर हुन्छ। त्यस्तो शरीर भएपछि हाम्रो शरीर छुन लायक हुँदैन। हेर्नुहोस् जब मर्छ ढल्छ शरीर छुन लायक छैन। अब अहिलेसम्मको नातिरहेको शरीर सबैले गरेका शरीर ढल्यो सक्यो कसैले छुँदैनन्। एबार यहाँ पनि भन्नुहुन्छ भगवान किम गरेर क्रियते छेरा विध्वंस शिविर नरही भनेको अहङ्कार के को लागि अहिले छ अहिले भर्खर छैन भन्ने शरीर। यस्तो शरीरमा अहङ्कार गरेर हुन्छ त हुँदैन। अहङ्कार गर्नु व्यर्थ छ। म यतिको ताकतवर मेरो यतिको बलियो ज्यान छ भनेर अहङ्कार गर्नु व्यर्थ हो। हाम्रो शरीरमा भएका पृथ्वी भनेको हाम्रो शरीरमा 5 प्रकारका चिज हुन्छन्। पृथ्वी भनेको भूमि पनि हुन्छ, आप जल पनि हुन्छ, जल पानी पनि हुन्छ, अनि तेज हुन्छ। तेज भएपछि अनि आकाश र अनि वायु भनेको 5वटा कुराले पञ्चभूत शरीर हुन्छ हाम्रो। जो जे हो त्यतैमा मिल्दछ। पृथ्वीमा गएर मिल्दछ, पानीमा गएर मिल्दछ, तेजमा वायुमा र आकाशमा गएर मिल्दछ। अब भन्नुलाई आकाश कहाँ हुन्छ हाम्रो शरीरमा आकाश हुन्छ। भित्र खाल्ने ठाउँ नभएको हाम्रो खाएको चिज कहाँ जान्छ आकाश नभए। आकाश भनेको के हो यो आकाश हो होइन। यो जुन चिज जे खाइन्छ त्यो आकाश हो। अरूले चाहिँ के भन्छ थाहा छैन। पुराणहरूमा चाहिँ जे जहाँ खाली चिज हुन्छ त्यो नै आकाश हो। खाली हुने बित्तिकै आकाश। मेरो यो अञ्जुलीभित्र खाली हुने त्यो नै आकाश। मेरो मुखभित्रको खाली चिज पनि आकाश। मेरो कानभित्रको खाली चिज पनि आकाश। खाली चिज आकाश भनेपछि खाली चिजमा गएर मिल्दछ। यसरी हाम्रो शरीर मर्दछ। अब हाम्रो शरीर मरेपछि के हुन्छ भने हाम्रो आत्मा हामी नै आत्मा होस्। हाम्रो आत्मा भन्दा नि हाम्रो शरीर चाहिँ भनौँ हामी आफै चाहिँ आत्मा हौ। फेरि हाम्रो आत्मा भन्नुभन्दा त्यो त अलिक व्यस्त कुरा हो। अलिक इलोजिकल कुरा भन्छ नि त्यस्तो कुरा हुने भयो। हेर्नुहोस् हामी नै आत्मा। हामी चाहिँ गएर अर्को शरीरमा प्रवेश गर्छन्। गीता पनि भगवान् हुनुहुन्छ जब हाम्रो शरीर मर्दछ तब कस्तो हुन्छ भने जसरी पुरानो लुगा फ्यालेर हामी नयाँ लुगा लिन्छौँ त्यस्तै हो। पुरानो शरीर फ्यालेर हामी नयाँ लुगा लिन्छौँ। भरत जड भरतको कथा आउँछ। जब राजा भरत अर्को जन्ममा जड भरत भएर जन्मिनुभयो अनि उहाँलाई घरकाले अलिकति हेला गरेर दाजुभाइले हिँडा गरेर घरबाट निकाल्दे। अनि उहाँ जाँदै गर्दा एउटा यही भद्रकालीको चोरहरूले एउटा चोरको मुखियाले चाहिँ एउटा मान्छेको बलि दिन्छु भनेर आँटेको रहेछ। हेर्नुहोस्
मान्छेको बलि दिन्छु भनेर भद्रकालीलाई अब भाकल राखेको रहेछ। अब भद्रकालीमा ल्याएर त्यसका त्यो चोरहरूका त्यो चम्चाहरूले अन्तिममा कसैलाई नभेटाएर जड भएर त मोटा घाटा ती जड भएर लगेर बलि दिनको लागि लगे। हेर्नुहोस् लगे। अब जड भरतलाई थाहा भयो उनीहरूले आफूलाई बलि दिन लागेका भनेर, तर उनी मसक्क हाँस्छन्। के भन्छन् के भने मुसुक्क हाँस्छन् भने यो शरीर अलिकति पुरानो भएको थियो, नयाँ शरीर पाइने हो भनेर मुसुक्क हाँस्छन् जड भरत। हेर्नुहोस् त्यही जड भरतलाई अन्तिममा बलि दिने घाँटी यसरी अचानकमा राखिसके घाँटी जड भरत मुसुक्क हाँसिरहेको हुन्छन्। कसरी किनभने अब त नयाँ शरीर पाइने हो भनेर। त्यसपछि त्यो भद्रकालीलाई यसो हेरेको, भद्रकालीले देखेर जड भरतलाई नकाटिकन अरू सबैलाई काट्यो, जड भरतलाई छोडिदिन् फेरि भद्रकालीले। फेरि भद्रकाली आउँदा नि जड भरतलाई केही उनी छैन, केही रियाक्सन केही उनी परिवर्तनै छैन अनुहारमा। भद्रकाली आउँदा नि यस्तै, भद्रकाली नहुँदा नि यस्तै। भद्रकाली त स्वयं दर्शन गर्न पाउँदा नि जड भरत जस्ताका त्यस्तै थिए। यस्तो कुरा हो भने हाम्रो शरीर एउटा छोडेर अर्कोमा जान्छ। यो शरीरको माया जति गरे पनि यो शरीरलाई छोड्नै पर्दछ। यो शरीर छोडेर जसरी एउटा घर जलेपछि अर्को घर हामी सरिन्छ। यो घर पुरानो भयो, अब नयाँ घर बनाउनु पर्यो भने त्यत्रो मेहनत गरेर पैसा कमाएर बनाइन्छ नि, त्यस्तै हो। यो शरीर धेरै पुरानो भयो, अब छोडेर अर्को शरीरमा जानु पर्यो। अब कतिवटा शरीर फेरिन्छ जीवनभरमा यसरी फेरिन्छ। यही भनिएको छ प्रविशेष छ नवे गृहे दल्ती यथा गृही भनेको घर जल्दाखेरि जसरी नयाँ घरमा सरिन्छ त्यसै गरी यो पुरानो शरीर जलेपछि नयाँ शरीरमा जान्छ। र यदि पुण्यात्मा छन् भने चाहिँ तिनलाई लिन चाहिँ भगवान् विष्णुले दूतहरूलाई विमान लिएर, एरोप्लेन भन्छौँ नि हामी अहिलेको, त्यसलाई विमान लिएर पठाउनुहुन्छ। हेर्नुहोस् तदा विमानमा किङ्कडी जालमालियत आयन्ती देवदूताश्च लसच्चामर शोभिताः। विभिन्न तल सजावटहरूले शोभायमान विमान लिएर पुण्यात्मालाई चाहिँ भगवान्का विष्णुका दूतहरूले लिन आउँदछन्। यसरी मान्छेको अन्तिम समय, मान्छेको देह त्याग कसरी हुन्छ, सकेसम्म तुलसीको मोठमा लिपपोत गरेर कुश ओछाएर तिल छरेर त्यहाँ सुताएर फेरि त्यहाँ माथि दहना ओछ्याउन मिलेन है। हेर्नुहोस् कस्तो कुरा के कुरा भनिन्छ भने हामीले अलिकति भूमि पृथ्वीभन्दा अलिकति मात्र माथि भयो भने त्यहाँ भूत प्रेतको बास हुन्छ भनिएको छ। पृथ्वीभन्दा माथि भनेको अन्तरिक्ष भनेको यो अन्तरिक्षको भनेको त्यो होइन, अन्तरिक्ष भनेको पृथ्वीको माथिको भागलाई अन्तरिक्ष भनिन्छ। यो भागमा अलिकति माथि हुने बित्तिकै त्यहाँ भूत प्रेतको बास हुन्छ भनेको छ। त्यसैले सकेसम्म खाट खटियामा भन्दा पनि अन्तिम समयमा चाहिँ भुइँमै सुताउनु, लिपपोत गरेर भुइँमै सुताउनु। यस्तो प्रकारले 9औं अध्यायमा वर्णन गरियो। अब 10औं अध्यायको पाठ सुनौ पहिला।